Hello guys, welcome back to another new vlog and सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु र आजको भ्लग कहाँको हुन्छ भनेर तपाईलाई थम्बनेल हेरेर थाहा भइसकेको होला हैन अनि म चाहिँ जुन ठाउँको लोकेसन थियो त्यो ठाउँमा म पुगिसके र त्यही ठाउँमा गएर भ्लग गर्दै छु अनि देख्न सक्नुहुन्छ हैन भोपाल सिन छ हैन अब म तपाईलाई देखाउँछु है त आइए देखते हैं भोपाल छ हैन ठाउँ चाहिँ यो देख्न सक्नुहुन्छ हैन म तपाईलाई एकचोटी झरना देखाउँछु है त यतातिर नि सिँढी रहेछ अनि यता पनि सिँढी अनि बिचमा चाहिँ इसका मतलब है तल बग्ने झरना टाइपको अनि ऊ त्यहाँ चाहिँ फोटो खिचाउने ठाउँ रहेछ ऊ तल अनि ऊ पारी चाहिँ फरेनको गाउँ भयो अच्छा अनि त्यो ठिकै छ ठाउँ चाहिँ एकदमै बबाल छ तपाईहरु पनि एकचोटि घुम्न आउनु होला शान्त र एकदमै राम्रो ठाउँ घुम्न लायक छ हैन एकचोटि घुम्न आउनु होला बबाल छ हैन पहिला चाहिँ यस्तो के पनि थिएन हैन म सानो आउँदा त्यो झरना मात्रै थियो अनि पछि चाहिँ यो भएको त्यही 1.5 साल कति भयो हैन त्यो थाहा छैन तर त्यो 1.5 साल जति भयो होला यो बनेको हैन यहाँ चाहिँ हाम्रो भाइले फोटो खिचेको छ हैन कति फोटो खिचेछ केटा यता न यता 10-12 कस्तो लाग्छ तँलाई यो झरना लाग्यो देखेर ठिकै लाग्छ यता आएर भन्न ठिकै लाग्छ होइन राम्रोसँग भन्न उभिएर यहाँ त पहिला यहाँ आइदिस् कि नै नै थाहा हुन्छ आएन नि अनि फोटो कति खिचिस् त भिडियो बनाइस् नै त हाम्रो भाइ छन् तल बसिरहेछन् त्यो अब एकैछिन घुम्छौँ अनि फोटो हल्का भिडियो सिडियो बनाएर फेरि निस्किने होइन हिजोको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो एउटा कमेन्ट गरिदिनु होला मन परे सेयर अनि लाइक गरिदिनु होला एउटा सब्सक्राइब गरिदिनु होला मेरो च्यानल चाहिँ नयाँ हो होइन एउटा सब्सक्राइब गरिदिनु होला ल है त साथीहरू भिडियो हेर्दै गर्नुहोस् बबाल भिडियो अगाडि पनि आउँदै गर्छ ल है त साथीहरू